पाँच भाइ नाइ नाचिन्छ पाँच भाइ नाइ नाचिन्छ नयाँ नयाँ सजाऊ है संसार नयाँ नयाँ सजाऊ है संसार सुख दुःख बाटौ है मिलेर घामको पहिलो छुन्छ गारा गारा आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा नयाँ नयाँ सजाऊ है संसार सुख दुःख बाटौ है मिलेर घामको पहिलो ग्लानी आउनुपर्छ होला नि आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा नयाँ नयाँ सजाऊ है संसार सुख दुःख बाटौ है मिलेर नयाँ नयाँ सजाऊ है संसार नयाँ नयाँ सजाऊ है संसार उतापट्टि कोठा हामी सुत्याभन्दा मुनि छ एउटा पैसा ट्याक्क लागि दिइहाल संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमीले आमा केही पनि तिम्रो माया र ममता म सम्झिनेछु जहिले तिम्रो साथ मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्षं मङ्गलाय तनोहरि तपाईँ अझै बेलामा छैन अरूले चाहिँ हजुरआमाले सबैभन्दा पहिला हजुरआमाले टिका क्षमा पाउमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाउमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे काँधमा
हाँसिएर राखी हल्ला यो सुताउन रोयो फेरि भनी बुझियो आधा रातमा हात समाई सिकायो हिँड्न दौडिन आज ठुलो भए तर सक्दिन बिर्सन त्यो माया र ममता सम्झिनेछु जहिले तिम्रो साथ भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाबाट मैले उठाउन त लाइकन पर्छ है ल यो जिग्रिम भयो अब आमाको क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे हिजो आज मनमुटाव भए होला कहिले काहीँ मन तिम्रो दुखाए होला आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मान्दैन किन हो मान्दैन किन तिमी बिना तिम्रो बाबालाई लाहुरे आउँदैछ भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ चुराधाको सिन्दुर पोते डोली सजाउँदैछ लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना तिम्रै त हुने
त हुने हाँसी खुसी जीवन अब सँगै बिताउने हाँसी खुसी जीवन अब सँगै बिताउने हामीलाई हेलाउन पाउँदिन त्यस्तो गरेर राखौँ भन्नुपर्छ भाइ हेर्नु नि त भिडियो पछि गाडी हो यो गाडी हो बाला नमस्ते त्यसको काम कता के हो कि यो कसलाई सलादमा बन्छ होइन सिटमा हलेर डिक्कीमा भएपछि नि सेट बस्छ बनाउँदै जाँदा मामासँग त्यो डिक्कीमा रियल भोइसमा होइन त्यही गाडीको ल अब त्यसपछि नानी रियल भोइसमा मामा माइजूसँग बोल्न लाएर बनाऊ है मोबाइल छैन मेरो त त्यही चाहिन्छ सीता जन्ती लहर घोडे सवार गरी आउँछु राजा हो जन्ती लहर घोडे सवार गरी आउँछु राजा डोली चढाइ लान्छु तिमीलाई बजाइ पन्से बाजा दमौली दमौली हिँड माया मैसँगै रमौली दमौली हिँड माया मैसँगै रमौली दमौली हिँड माया मैसँगै रमौली अर्को यसो ठेकिसकेकै छ त्यो अगाडि है लेखेको कागज होला कसरी मिलाउने कुरा भयो सरे लाइनमा दो अनजाने अजनबी चल बांधने बंधन हाय रे दिल में है ये उलझन मिलकर क्या बोले क्या बोले क्या बोले रे मिलकर क्या बोले मङ्गलम भगवान् बेचैनी बेताबी आज मुझे ये कैसी आँखों को उसी का इंतजार है देखी है तस्वीर ही आज मिलेंगे दर्शन हाय रे बढ़ने लगी है उलझन मिलकर क्या बोले क्या बोले क्या बोले रे मिलकर क्या बोले 3 मिनट 9 सेकेन्ड
रूप की रानी आई है जैसे गगन से उतर के, मेरे लिए क्या मेरे लिए ऐसे सज के संवर के। सबसे छुपा के इधर उधर से मुझको ही देखे चोर नजर से। बात लबों पर है रुकी, तेज दिलों की धड़कन। हाय रे कल के सजनी साजन मिलकर क्या बोले। भीमानंद शर्मा की पौत्री, बाबूराम शर्मा की पुत्री हिम कुमारी देवी र काश्यप गोत्रमा उत्पन्न हुनुभएका मुतलाल शर्माका प्रपौत्र, एकनाथ शर्माका पौत्र, मेघनाथ शर्माका पुत्र यज्ञेश्वर, यो नानी शर्मा हुन्छ सबै के शर्माजीको प्रस्ताव भने लक्ष्मी र नारायण स्वरूप वर र वधुको लगन भयो। हजुर चाहिँ बस्ने हाम्रो जीवन अब कस्तो कसिलो, लक्ष्मी र नारायणको जस्तो कसिलो, राधा र कृष्णको जस्तो कसिलो अत्यन्तै उदाहरणीय जोडी हाम्रो बन्दछ। हामीले एक आपसमा एक आपसलाई सँगसँगै बाँध्यौँ भनेर चाहिँ कस्नुहोस् त कस्नु। मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय मनोहरि। आधेनु कश्यपो वत्सः आधेनु कस्य दोहकः कस्य धेनु विराजस्य किन्नाम कस्य दो। और तो जेसुको फोटो हाम्रो फोटो वाला शुक्ले पक्षे द्वितीयायां तिथौ शुभयोगे शुभकरणे शुभलग्ने शुभवेदे मीनराशि श्री चंद्रमखे मीनराशि श्री
हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत् विष्णुः विष्णुः एवोक्त संकल्प लक्ष्मी नारायण प्रीत देवदुजामि साक्षिकतया धर्मार्थ त्रिवर्ग सम्पादनाय पत्नीत्वेन तुभ्यं अहं सम्प्रददे। तपाईँले के लामो तम्सु लेखेर अन्तिममा हाम्री बहिनी हाम्री छोरी हिम कुमारी देवी बढायौँ पढायौँ लेखायौँ एकदम सशक्त बनायौँ। अब त आधा आकाश आधा यो धरती मात्रै होइन अझ बढी आधाभन्दा बढी मध्ये कि एउटी तपाईँलाई हामीले टक्राउँछौँ। कस्ती भने लक्ष्मी स्वरूपिणी लक्ष्मी जस्तो एकदम राम्री अँधेरो रातमा लाइट पनि नचाहिने चमचम चम्चनाउँदी हाम्री बहिनी तपाईँलाई हामीले पत्नीका रूपमा टक्रायौँ। हजुर वास्तव भने हजुर फेरि दिव्य भव्य अब गोर्खाली वीर भन्न भन अहिले दिव्य भव्य नारायण स्वरूप हुनुहुन्छ। हजुरले यिनलाई अत्यन्तै माया त कति छ अहिले गाँठो त एकदम 7 जन्मको बनाइसक्नु हो। त्यो गाँठो एकदम कसिलो भनिप्रति धेरै राम्रोसँग गर्नुहोला। आफ्नो जीवनलाई आनन्ददायी बनाउनु होला। पत्नीका रूपमा ग्रहण गर्नुहोला। हजुरहरूको जिन्दगी कस्तो रहोस् भने लक्ष्मी र नारायणको जस्तो कारणीय मर्त्यलोकमा पनि लक्ष्मी र देवताहरू हेर्न झरुन् त्यस्तो होस् है भनेर कसम खाएर दिनु त हातमा। ए जय राजा अब के गर्ने त ग्रहण गर्ने हो ग्रहण गर्ने हो नि ल त्यसो भए स्वस्ति प्रजापते कन्याम प्रतिगृह्णामि। अघि हजुरले भने जस्तै त्यति मात्रै होइन त्यहाँभन्दा पनि बढी एउटा सूर्य एउटा चन्द्र मात्र होइन हजारौँ सूर्य छन्जेल हाम्रो चाहिने माया प्रीति कसिलो एकदम हुँदै जान्छ। कस्तो हुन्छ तपाईँ पनि गोर्खामा आउनु होला कहिले काहीँ हेर्न हाम्रो छोरीलाई भनेर उहाँलाई भन्दै खै समाप्त भएर चन्द्रमालाई साक्षी राखेर ग्रहण गर्दछु भन्दै तपाईँले यहाँ अलिकति यस्तो बाटो घाँस पनि हुन्छ अनि यिनलाई त दियो अब कसो होला के होला कमाइ त एकदम बलिया अहिले त दिव्य छैन त्यही पनि मैले यसो अलिकति थपिदिन्छु है हजुर भनेर भने हो है मनले हरि ओम तत्सत् हरि ओम तत्सत् विष्णु विष्णु पूर्वोक्त शब्दपछि हरि ओम तत्सत् विष्णु विष्णु इमं स्वरहं कन्या प्रतिगृह्णाय काश्यपगोत्रोत्पन्नाय दिक्प्रवरान्विताय नैध्रुव काश्यप आवत्सर नैध्रुव प्रवरत्रयान्विताय यज्ञेश्वर शर्मणे सुपूजिताय नारायण भनेदेखि पब्लिकल्ली भने पनि हुन्छ तर त त्यही हो नि नाम भन्ने हो कि नयाँ छ कि खुसुक कानमा भने पनि हुन्छ सबैलाई सुनाएर भने पनि हुन्छ नाम सुनाउँदै ल यो मैले भन्नु हो नि ल राम्रोसँग बर्खनु होइन यसो गर्न मिल्दैन र तँ
चुलठी बाटेर आयौ कानाछी हेरेर मनी लायौ कानाछी चुलठी बाटेर आयौ कानाछी हेरेर मनी लायौ कानाछी सोल्टी बजारमा भेटियौ सान्नानी सोल्टी बजारमा मन पर्यो गर्ने हो अलिकति लिएर भित्रै पर यहाँ स्वाहा टक्क यहाँ ओम स्वाहा नमो नमः वरणसामग्र्यै नमो सात फेरों के सातों वचन प्यारी दुल्हनिया भूल न जाना सात फेरों के सातों वचन प्यारी दुल्हनिया भूल न जाना प्यार का दिल है मन में मूरत सजन की बसाना सात फेरों के सातों वचन प्यारी दुल्हनिया भूल न जाना अब तो सब कुछ है तेरे सजन उनके चरणों में जीवन बिताना सात फेरों के सातों वचन प्यारी दुल्हनिया भूल न जाना सात फेरों के सातों वचन प्यारी दुल्हनिया भूल न जाना
और सदाबहार फिल्में और गाने देखने के लिए आज ही डाउनलोड करें शिमा मूवी और सब्सक्राइब करें क्लासिक पैक। मम व्रत इति मन्त्रस्य प्रजापते। अब यसलाई के भन्नु पर्यो भने प्रथम ते हृदयम दधामि, तिम्रो हृदयमा मेरो हृदय तिम्रो मन मिलोस्, मम वाचम एकमना, तिम्रो बाणी र मेरो बाणी एक होस्, केही भन्न काट। तर म बोल्दा पनि ठिक ढङ्गले बोलु, तिमीले बोल्दा पनि ठिक ढङ्गले बोल। यो एङ्करिङ गर्छ किन हो? एउटा एङ्करिङ गर्छ अकल हुन्छ हैन गाइस? यसो एङ्करिङ मलाई माया गर मेरो सिउँदो भर, मलाई माया गर मेरो सिउँदो भर। तिम्रै निम्ति जिउँछु, तिम्रै निम्ति मर्छु, तिम्रै निम्ति जिउँछु, तिम्रै निम्ति मर्छु, तिमीलाई माया गर्छु, तिम्रो सिउँदो भर्छु। मलाई माया गर मेरो सिउँदो भर। तिमीलाई पाउनु मैले भाग्य हो यो मेरो। तिमी बिना मेरो संसार तिमीलाई माया गर्छु, तिम्रो सिउँदो भर्छु। तिम्रै
परमेश्वरलाई नाचिनु हम भन्न पाइयो के भन्ने होइन आशिरानी लक्षिण के छामा गरिन काली सासो पनि ठिक छ नामा झनै राम्री छानामा ससुरा ठिक सन्जेठन सालो ओइ घर देउटीको टालो आमा त्यही केटी मन पर्यो घर देउटीको टालो आमा त्यही केटी मन पर्यो घर देउटीको टालो दसैँमा घर देउटीको टालो आमा घर देउटीको टालो जान्दै जाम्ला भतेरै खाम्ला साथी जान्दै जाम्ला 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 भतेर खाम्ला कति मिठो गीत गाउँछ विदेश पनि जान्छ मेहनत धेरै गरौँ आमानत धेरै गरौँ घर देउटीको टालोमा देखेको मन पर्यो घर देउटीको टालोमा देखेको मन पर्यो घर देउटीको टालो दसैँमा घर देउटीको टालोमा घर देउटीको बच्चा से खान मुझको दिल में रुख साथ म्यान बर जानो बच्चा
सही फड़ जाएगी सही उंगली पकड़ के तूने चलना सिखाया था ना, दहलीज ऊंची है ये पार करा दे। बाबा मैं तेरी मलिका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो, मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो। बेटियां जो ब्याही जाए मुड़ती नहीं है, ऐसी विदाई हो तो लंबी जुदाई हो तो दहलीज दर्द की भी पार करा दे। बाबा मैं तेरी मलिका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा। दिलबरो बर्फे गलेगी खुद से, मेरे दिलबरो फसलें पकेगी खुद से।
मसँग माग्नलाई चोली दैलो छेक्दै छन् उता ती चेली हाम्रो छोरा कि साह्रै राम्री लक्ष्मी भित्र्याउन पायो बुहारी माग्नलाई चोली दैलो छेक्दै छन् उता ती हामीले ल्याइदिएको मेरो विष्णु भगवान लक्ष्मीको साथमा सदा आशीर्वाद म दिन्छु बानिन्छ अब बानी राम्रो सानो अलि क्या हो अलि पर लगाउनु त ल ल ल आफैले हेर्न देखि भइहाल्यो बुढी आमा त झन् के सम्हालेर दौडाउनु पर्छ बलियोसित बस्छ दिने होइन तिमीले अब सासूलाई केही दिनु पर्ने छ भने हातैमा ढोक्दै हुन्छ केही गर्नु पर्दैन पर्नु दुनियाँ रहेछ के यो ठुलो रोज त्यही 1 किलो जति सुन दिएको थियो त्यतिको लगाइदिनु दियो ल देखाइदिनु ल हेरे हेरे जे लानी भयो पनि होला नि होइन हातैमा ढोक्छ फेरि ढोग फेरि ल नारायण ठुलो अहिले टिका लगाइदिनु फुल सकिन्छ त्यही लिएर आउने राम्रो ल्याएको रहेछ खुसी लाग्यो भन्नु न यता आइपुग्यो ल ल त्यही हात ल अर्को फेरि पर्दैन छोराले त बनाइदिनु भाग्यमा मेरो छोरा जम्मै दिन्छ आमालाई के हाल्नुपर्छ ल बल्ल ढोका दिएपछि ल भाग्यमा नि ल अरू चाहिँ मर्यादा टिका जम्मा एकपल्ट टुच्चो लगाएर अनि यता लगाउनु है हेर्नु परेन खोलेर घुम्टो खोलेर हेर्नु
तल खाली गर्नु चिनिँदैन होला मेरो छोराले त चिनिरहेको अस्ति नै चिने छैन मैले देखेकै छैन जालाको त सबै खाली बोरामा पैसा दिएछु के म आफै खान्छु जालाको यहाँ हालिदिनु भएको त्यो काकाले कहाँ हो भन्दा पहिले दिल्ली लगाउनु पर्थ्यो मेसो पाइन उहाँ हो नि त सबैजना बाबु हामीले माथि थामी यो नि फेरि धेरै छन् हाम्रो त भन्नु न अलि पो चिनिन्छ हातले बारीले लाउने हो त्यही हातले भिडियोमा नदेखेला है सिलाइ बाटो देख्ने मै हो भन्न आन्टी सासू आन्टी है कान्छी सासू तिम्रो पालो जाऊ मेरो पाला हो नि मलाई बोला बेला म बोलाऊ भने आउँछु नबोलाए आउँदिनँ भन्न भाइले लाउनु हजुर आन्टीको बहिनी सानीमा बाबुको माइजू हुनुहुन्छ उहाँ माइजू सानीमा नत्र एक्लै भएछ
भन्दै जाऊ बुहारीले हाल्ने जस्तो लाग्यो मलाई त अब दुईजनाले उतालेर लाङ्ला खन्यो नि दुईजना अलि माथिबाट अलि होइन दुईजनाले उताल्ने दुईजनाले हो ल सासूले त्यो पाठी यसो चलाउने ल यही बेला तिमीले सोर त्यहाँ महँगो कुराहरू सोर फेरि भएर तीनचोटि भर्ने भने हो अब तिमीले सोरेर फेरि त्यहीँ हाल्यौ फेरि भर अलिको पार्टी उता यताउता अहिले अब सासूले अब हात लाउने अनि दोस्रो र मोसो गरेर टिप्पी छिटो घप्पै खन्याउ न टिप हो ल अब पनि राख जसले जे पायो राख है ल सुपारी दनै सुपारी सबै भन्ने कुरा आयो ल ठिकै ल अब तपाईँलाई सासूको बुहारीको कसलाई कस्तो आयो त ल देख्यो नि हो ल यो माया तिमीले बुझ्यौ नि यो सधैँभरि बरकरार राख्ने ल अब यिनको अब ड्रेस चेन्ज गर्ने ओर्ने भन्ने ठाउँमा लगेर राखिदिने